विदेशमा छरेर रहनुभएका दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा मेरो नमन भन्न चाहन्छु। मैले चाहिँ भ्लग ढिलै लिएर आएँ किनभने म अलि सन्चो पनि नभएको कारणले गर्दाखेरि हाम्रो चाहिँ शेरबहादुर अधिकारी बुवाको चाहिँ 6 जना छोरा एउटा छोरीको परिवार लगभग हिसाब किताब गर्दाखेरि 100 जना जति पुग्छौँ। कोही गाउँमा होइबक्सिन्छ अनि कोही विदेशमा अनि कोही चाहिँ काठमाडौँमा गरेर अनि काठमाडौँमा भएको परिवार चाहिँ हामी सबैजना एकै ठाउँमा जम्मा भएर टीका ग्रहण गर्छौँ। जति छौँ हामी अनि एकै ठाउँमा भएर टीका ग्रहण गर्छौँ, आशीर्वाद ग्रहण गर्छौँ आफूभन्दा ठुला बडाबाट। अनि हामी चाहिँ हाम्रो परिवारमा चाहिँ धेरै रमाइलो पनि हुन्छ र धेरै परिवार भएको मा चाहिँ म धेरै खुसी पनि छु किनभने एउटा कुनै फङ्सन अब कार्यक्रमहरू भयो भने चाहिँ हामी धेरैजना नै हुन्छौँ अनि रमाइलो पनि हुन्छ। एक आपसमा सबैजना एकजुट भएर रमाइलो गर्छौँ। मैले चाहिँ भिडियोहरू खिचिनँ किनभनेदेखि अब साइडमा टिभी छ अनि टिभी भइसकेपछि चाहिँ कपिराइट लाग्दो रहेछ अनि कपिराइट लाग्ने हुनाले चाहिँ मैले फोटो मात्रैबाट चाहिँ भिडियो बनाएँ। हजुरहरूले चाहिँ यसैले नै हेरिदिनु होला भन्न चाहन्छु। हाम्रो चाहिँ लमजुङ सिरुबारी भारतीय गाविस दोर्दी गाउँपालिकाको शेरबहादुर अधिकारी ससुराको नाम अनि उहाँको परिवार हौँ हामी। उहाँ सासू ससुराहरू चाहिँ होइबक्सिन्न, उहाँको सन्तान हौँ हामीहरू। अनि यसरी चाहिँ अब हामीले कहिले गाउँमा कहिले काठमाडौँमा गरेर दसैँको चाहिँ चाडपर्व यसरी मनाउँछौँ। अब तिथि श्राद्धै जे पर्दा पनि हामी एकजुट भएर एकै ठाउँमा जम्मा भएर मनाउँछौँ। यति बेला मलाई जेठाजुले टिका लगाइबक्सेको छ। उहाँ चाहिँ जेठो जेठाजु जेठानी होइबक्सिन्छ अनि 6 जना छोरा अनि 1 जना दिजु होइबक्सिन्छ गरेर 7 जना परिवार को सन्तान चाहिँ हामी हिसाब किताब गर्दाखेरि चाहिँ ठ्याक्कै 100 जना चाहिँ पुग्छौँ हामी। अनि रमाइलो पनि हुन्छ। एउटा सानो सानो कार्यक्रम गर्नलाई चाहिँ हाम्रो उस्तै पर्यो भने चाहिँ अब बाहिरको मान्छे चाहिँ नचाहिने नै अवस्था हुनसक्छ भन्न चाहन्छु। अनि कस्तो लाग्यो हजुरहरूलाई हाम्रो परिवारको भिडियो हेरेर अनि कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। मलाई चाहिँ धेरै खुसी लाग्छ। अब ऊ चाहिँ मेरो छोरा देवरको छोरा हो। हामीहरू चाहिँ अब यस्तै गरेर नै एउटा घरमा चाहिँ हामी दसैँ मनाउँछौँ। नाति नातिना सबैजना बुहारीहरू जम्मा हुन्छौँ अनि सबै उहाँ चाहिँ साइँलो जेठाजु जेठानी होइबक्सिन्छ। उहाँबाट मैले आशीर्वाद ग्रहण गरिरहेको अवस्था हो यो चाहिँ। यति बेला आशीर्वाद पनि हामीलाई अब दुर्गा माताको आशीर्वाद धेरै नै आवश्यकता पर्छ। नवदुर्गाको आशीर्वाद जस्तो ठुलो कुरो केही होइन। चाडपर्व मनाउन पनि हामीलाई जुर्नु नै पर्छ। चाडपर्व भन्ने कुरा पनि त्यत्तिकै मान्न पाइँदैन। कहिले केले रोक्छ कहिले केले छेक्छ अनि म यो वर्ष दिनको चाडपर्व भन्ने कुरा पनि एउटा भाग्य चाहना र ठुलै आशीर्वाद र भाग्य एउटा भनौँ न भाग्यले नै जुराउनु पर्छ भनौँ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। अनि हजुरहरू मेरो